हेलो नमस्ते साथीहरू के सुशीला बुनाई युट्युब च्यानलमा सबैजनालाई धेरै धेरै स्वागत छ। र मैले आज यो लेडिज स्वेटर बनाएको थिएँ है। यो सानो साइजमा स्मल साइजमा बनाएको थिएँ र यो मेरो जम्मा जम्मी 126 घरको थालीको हैन। यो र हजुरहरूले अलि ठुलो साइजमा बनाउनुहुन्छ भने 135 140 गरेर ठाल्न सक्नुहुन्छ। र मेरो स्मल साइजको यो स्वेटर आज मैले खास यो डिजाइन यो एकदमै सजिलो छ। यो डिजाइन कसरी बनाउने म हजुरहरूलाई सिकाउन गइरहेको छु। अवश्य पनि हेर्नुहुन्छ होला भन्ने आशा गर्छु साथीहरू। यो डिजाइन एकदमै सजिलो छ। यो डिजाइन जम्मा जम्मी यसमा मेरो चार घरको डिजाइन हो र यो बिचको ग्यापमा मैले उल्टो घर बुनेको छु। यसमा जम्मा 4 घर राखेको छु। यसमा पनि हजुरहरूले 2 घर 3 घर पनि राख्न सक्नुहुन्छ, 5 घर राख्न सक्नुहुन्छ। यसमा चाहिँ मेरो 4 घर मात्र राखेको छु गरेर यो 4 घरको बुट्टा हो। यति चाहिँ मैले आज यो डिजाइन जम्मा जम्मी 2 लाइनमा पुरा हुन्छ है। सुल्टो र उल्टो लाइनमा पुरा हुन्छ साथीहरू। एकदमै सजिलो छ, सिम्पल डिजाइन। र हजुरहरूले पनि आफ्नो नानी बाबुहरूलाई अथवा लेडिज स्वेटरमा जेन्ट्सलाई सबैलाई युज गर्न सक्नुहुन्छ है। यो डिजाइन टोपीमा पनि राख्न सक्नुहुन्छ। एकदमै राम्रो देखिन्छ र सजिलो पनि छ साथीहरू। यसमा मैले 22 घर लिएको छु। 4 घर 4 घर 4 घर गरेर 4 5 20 र साइडमा यसमा एक घर छुट्टै लाग्छ गरेर यसमा मैले 22 घर राखेको छु। अथवा यो 4 घर भएपछि यसमा 4 घर राखेपछि मैले 8 घरको हिसाबले गरेको छु। 8 दुना 16 र छुट्टै 4 घर छुट्टै लाग्छ हैन। अनि छेउ घरमा एक घर गरेर मैले यसमा 22 घर राखेको छु। र यसमा मेरो डिजाइन जम्मा यति 2टा मात्र बन्छ है साथीहरू। ल आउनु है त मैले यो डिजाइन कसरी हेर्नु होला। यो सुल्टो साइड हो अनि यो यसरी छेउको घर लिनु, नबुनिकन निकाल्नु र यसमा मैले 4 घर उल्टो बुन्छु। 1 2 3 4 घर उल्टो बुनेपछि धागो पछाडि है। अब हेर्नु होला साथीहरू, यो 2 घर र यो 2 घरमा यसरी पहिला पछाडिको घर बुन्ने, यसरी पछाडि घर बुन्ने, क्रस गर्ने है। यसरी पछाडि घर बुनेपछि धागो अगाडि ल्याउनु होला। यो अगाडि घरलाई उल्टो बुन्ने, यसरी उल्टो बुन्ने र अब फेरि हेर्नु होला यो 2 घरमा फेरि क्रस गर्ने। यो पछाडिको घरलाई पछाडिबाट यसरी अगाडि ल्याउनु होला र अगाडि घरलाई पछाडि लैजाने यसरी। अनि यो घरलाई जुन यो घरलाई उल्टो बुन्ने, यसरी 2 घर उल्टो हैन, उल्टो हुन लायो धागो पछाडि। अब एक घर सुल्टो गरेर मेरो यसमा जम्मा जम्मी 4 घरको बुट्टा हुन्छ। अनि फेरि 1 2 3 4 घर उल्टो बुन्ने। यो बिचको ग्याप 4 घर है। यसमा हजुरहरूले 2 घर पनि राख्न सक्नुहुन्छ अथवा 3 घर पनि राख्न सक्नुहुन्छ, 5 घर पनि राख्न सक्नुहुन्छ। यसरी मैले चाहिँ यसमा 4 घर राखेको छु हैन। अब फेरि हेर्नु होला यो डिजाइनको आयो डिजाइन। यो पछाडि घरलाई पहिला बुन्ने, यसरी सुल्टो बुन्ने अनि धागो अगाडि ल्याउने। यो जुन अगाडि घरलाई यसरी उल्टो बुन्ने। फेरि पनि हेर्नु होला यो 2 घरलाई फेरि त्यस्तै गर्ने, पछाडिबाट पहिला पछाडि घरलाई बुन्ने, यसरी ल्याउने अनि अगाडिको घरलाई पछाडि लाने यसरी हैन। यो घरलाई उल्टो बुन्ने, यसरी बिचमा 2 घर उल्टो बुन्ने, धागो पछाडि अनि सुल्टो बुन्ने है। अब धागो अगाडि 1 2 3 4 यसरी 4 घर उल्टो बुनेपछि छेउको घरलाई यसरी सुल्टो बुन्ने है। यसरी मेरो पहिलो लाइन पुरा भयो साथीहरू। जम्मा 2 लाइनमा मात्र यो डिजाइन बन्छ है त साथीहरू। हेर्नु होला अब उल्टो साइडमा यो पहिलो घर नबुनिकन निकाल्ने हैन। अब यो धागो पछाडि यो जुन मैले यो 4 घर उल्टो बुनेको थिएँ, उल्टोबाट आउँदाखेरि सुल्टो हुन आउँछ। यसरी 1 2 3 4 घर
सुल्टो बुन्ने। अनि धागो पछाडि ल्याउनुला। अब यहाँ हेर्नु है साथीहरू, यो एक घर उल्टो बुन्ने हैन, एक घर उल्टो बुन्ने। यो दुई घरलाई जुन हामीले अघि दुई घरलाई यसरी यो सुल्टो देखिएको छ हैन, यो दुई घरलाई नबुनिकन यसरी निकाल्ने है। अनि छेउको घरलाई फेरि उल्टो बुन्ने यसरी। यो दुई घरलाई चाहिँ बिचको दुई घरलाई नबुनिकनै स्लिप गर्ने। अनि धागो पछाडि यो जुन मैले उल्टो घर बुनेको थिएँ यसमा उल्टो साइडबाट सुल्टो बुन्ने। 1 2 3 4 धागो अगाडि फेरि पनि त्यस्तै यो छेउको घरलाई उल्टो बुन्ने। अब यो दुई घर सुल्टो देखिरहेको छ, यो दुई घरलाई नबुनिकनै यत्तिकै निकाल्ने हैन। यो घरलाई फेरि बुन्ने यसरी। अनि फेरि 1 2 3 4 घर सुल्टो। अनि लास्ट घरलाई पनि लास्ट घरलाई अगाडि डागो ल्याएर यो छेउको घरलाई यसरी उल्टो बुन्ने। यसरी दुई लाइनमा पुरा हुन्छ साथीहरू। यस्तै गर्दै जाने हो, दोहोऱ्याउँदै जाने हो। फेरि म एकचोटि दोहोऱ्याउन गइरहेको छु साथीहरू। यसरी पहिलो घर निकाल्ने, यो सुल्टो साइड है। 1 2 3 4 घर उल्टो बुनेपछि धागो पछाडि फेरि हेर्नु होला, यही 4 घरलाई हामीले अब यो दुई घरलाई क्रस गर्ने। यो पहिला पछाडि घरलाई यसरी, अथवा हजुरहरूले यसरी निकालेर पहिला यसरी गर्न पनि सक्नुहुन्छ। अगाडि घरलाई पछाडि ल्याउने र पछाडि घरलाई अगाडि ल्याउने, यसरी पनि गर्न सक्नुहुन्छ। अनि यो घरलाई सुल्टो बुन्ने। फेरि धागो अगाडि यो घरलाई उल्टो बुन्ने हैन। फेरि पनि त्यस्तै यो दुई घरलाई यसरी निकाल्नु होला साथीहरू। अनि पछाडि घरलाई यसरी अगाडि ल्याउनु र अगाडिको घरलाई यसरी डेब्रियाट काटेर पछाडि लैजाने यसरी। यो घरलाई पनि उल्टो बुन्ने है त यसरी। बिचमा दुई घर उल्टो र यो घरलाई सुल्टो बुन्ने यसरी। अनि 4 घर उल्टो 2 3 4। फेरि पनि त्यस्तै साथीहरू, पछाडि घरलाई पहिला अगाडि यसरी बुन्नु होला, सुल्टो बुन्ने र अगाडि घरलाई उल्टो बुन्ने यसरी। फेरि त्यस्तै साथीहरू, यो पछाडि घरलाई पछाडिबाट र अगाडि घरले अगाडि यसरी पछाडि लाने। अनि यो घरलाई उल्टो नै बुन्ने। अनि यो घरलाई सुल्टो बुन्ने। अनि फेरि 4 घर उल्टो 4। अनि लास्ट घरलाई सुल्टो यसरी। हेर्नु साथीहरू, यस्तो देखिन्छ डिजाइन, एकदमै सजिलो हो। अब उल्टोमा फेरि दोस्रो लाइनमा हेर्नु होला। यसरी पहिलो घर निकाल्ने। अनि यो जुन यो 4 घर सुल्टो देखिएको छ, सुल्टो बुन्ने। 1 2 3 4 धागो अगाडि। फेरि हेर्नु होला, यो पहिलो घरलाई उल्टो बुन्ने। यो जुन यो दुई घरलाई यत्तिकै नबुनिकन निकाल्ने। फेरि छेउको घरलाई यसरी उल्टो बुन्ने। यो जुन हाम्रो यो चाहिँ 4 घर सुल्टो देखिएको छ, सुल्टो नै बुन्ने। 2 3 4 यो उल्टो साइड है साथीहरू। फेरि यो जुन बुट्टा छ नि, यो बुट्टाको पालो आयो। अब फेरि यो छेउको घरलाई उल्टो बुन्ने। अनि यो दुई घरलाई नबुनिकन निकाल्ने यस्तै। अनि फेरि छेउको घरलाई उल्टो बुन्ने। धागो पछाडि 1 2 3 4 अनि छेउको घरलाई उल्टो बुन्ने यसरी। साथीहरू, यस्तै गर्दै जाने हो, रिपिट गर्दै जाने। एकदमै सजिलो छ यो डिजाइन र बुन्न पनि एकदमै सजिलो, छिटो हुने। यो जुनसुकै जस्तै जेन्ट्स स्वेटरमा पनि यो डिजाइन एकदमै राम्रो देखिन्छ। हाफ स्वेटरमा हैन, फुल स्वेटरमा राम्रो देखिन्छ, लेडिजलाई पनि राम्रो देखिन्छ साथीहरू। र तपाईहरुलाई हजुरहरूलाई कस्तो लाग्यो यो डिजाइन? हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ यो डिजाइन
हैन, एकदमै राम्रो छ, सजिलो पनि छ। र अन्तिममा मेरो केसु सिलाइ बुनाइ च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक एन्ड सेयर गरिदिनु होला भन्दै हजुरहरूको सुझाव र कमेन्टहरू गर्दै गर्नुहोला साथीहरू। आजलाई यति नै, बाई बाई।